किरण चेम्जुङ दाई र नेपाली फुटबल खेलाडीको बारेमा चाहिँ मैले केही बोलेको थिएँ र टिकटकमा हालेको थिएँ। धेरै मान्छेलाई मन पनि पर्यो होइन, कति मान्छेलाई चित्त पनि बुझेन। तर म के भन्न चाहन्छु भन्दा अलिकति मैले त्यो फ्रस्ट्रेसनमा बनाएको भिडियो पनि हो होइन। किन भन्दाखेरि किरण दाईले जसरी चाहिँ अल्मुताइरीको चाहिँ अब क्रिटिसाइज गर्नुभयो अनि पहिलाका खेलाडीहरूले जसरी क्रिटिसाइज गर्नुभयो त्यो कुरा चाहिँ मलाई मन परेन पर्सनल्ली भन्नु पर्दाखेरि। किन भन्दाखेरि जसरी चाहिँ अल्मुताइरीले नेपालको टिमलाई ब्यालेन्समा ल्याएको थिए होइन, अन्डरडग खेलाडीहरूलाई चाहिँ मेन स्ट्रिममा ल्याउने काम गरेका थिए। अनि त्यस पछाडि जसरी हाम्रो फुटबल अलिक विकास भइरहेको थियो, अल्मुताइरीले अलिकति सिस्टमेटिक तरिकाले ल्याइरहेको थिए, त्यो कुराको चाहिँ अलिकति अरू प्लेयरहरूले क्रिटिसाइज गरेको चाहिँ मलाई मन नपर्यो हो। अनि कुरो के हो भन्दाखेरि टिम राम्रो भइरहेछ, नेपालकै फुटबल विकास भइरहेछ, हाइलाइटमा आइरहेछ। कसको कारणले भन्दाखेरि कोचको कारणले, एउटा राम्रो कोचको कारणले भनेपछि त्यो कुरालाई त धन्यवाद भन्नुपर्छ नि त। चाहे त्यहाँ अब सेक्रिफाइस भन्ने कुरा पनि हुन्छ लाइफमा, र त्यो किरण दाईहरू अरू दाईहरूले पनि त्यहाँ सेक्रिफाइस गर्नुभयो होला होइन। त्यो सेक्रिफाइस कसरी गर्नुभयो होला भन्दाखेरि अब अल्मुताइरीले चाहिँ अलिकति स्ट्रिक्ट रुल्स एन्ड रेगुलेसन फलो गराएर चाहिँ नेपालको खेलाडीहरूदेखि लिएर टिमदेखि लिएर सबैलाई चाहिँ ब्यालेन्समा ल्याउन खोजिरहेको थियो। त्यति बेला गेमहरू जिति पनि रहेको थियो, हामीले हेऱ्यौँ हो नि त। दशरथ रङ्गशालामा कति मान्छेहरू सपोर्ट गर्न जान्थे, इन्डियामा हुँदा, बङ्गलादेशमा हुँदा, श्रीलङ्कामा हुँदाखेरि मान्छेहरू चाहिँ प्लेन टिकट बुक गरी के गरी गएर हेर्थे नि त मान्छेहरूले। त्यो कुरालाई त थ्याङ्क्स भन्नु पऱ्यो नि त। अब कुरो के भएरहेछ भन्दाखेरि मैले बुझेको अनुसार चाहिँ अब हाम्रो अल्मुताइरीले चाहिँ अब अलिकति जो आउट अफ डिसिप्लिनमा छन् खेलाडीहरू, उनीहरूलाई चाहिँ त्यही अनुसारको पनिसमेन्ट, चाहे त्यो नेसनल टिमको क्याप्टेन होस् चाहे त्यो अरू कोही होस्, त्यसरी चाहिँ उनले पनिसमेन्ट दिँदाखेरि चाहिँ अब कति मान्छेहरूलाई मन नपरिरहेको रहेछ होइन। अब त्यही नै हो, त्यही भएर मैले त्यस्तो किरण चेम्जुङ दाईको लागि होस् अथवा अरू दाईहरूलाई थ्याङ्क्स नै भन्न चाहन्छु। किन भन्दाखेरि जुन खाले योगदान चाहिँ नेपाली फुटबललाई दिए उनीहरूले, त्यो राम्रै हो होइन। र त्यो कुरालाई छोडिदिउँ, अब त्यो कुरा नगरौँ। किन भन्दाखेरि त्यो चित्त बुझाउने नबुझाउने त्यो छुट्टै कुरा। अल्मुताइरी पनि छैन, नेपालको फुटबलले पनि अहिले ब्यान खाइरहेको छ, पोलिटिक्स छ फुटबलमा होइन, धेरै कुरा छ, त्यो कुरालाई छोडिदिउँ है। र कुरा के गर्ने भन्दाखेरि छिमेकी मुलुक भारतले चाहिँ ब्राजिलसँग चाहिँ फ्रेन्डली म्याच खेल्दैछ, अरू देशहरूसँग कनेक्सनहरू बनाइरहेछ होइन। जसरी भए पनि त्यो इन्डियन नेसनल टिमको खेलाडीहरूको चाहिँ होइन भन्नाले कन्फिडेन्स बढाइरहेछन्, बढ्छ नि त। अब भिनिसियस जुनियर, राफिना जस्तो वर्ल्ड क्लासको फुटबल खेलाडीको विरुद्धमा खेल्नु भनेको इन्डियन फुटबलको त्यो महानता बढ्नु नै हो। जितुन् अथवा हारुन् त्यो छुट्टै कुरा हो, कन्फिडेन्स बढ्छ, एक्सपिरियन्स हुन्छ होइन। त्यो खाले लेभलको फुटबल चाहिँ हाम्रो देशको फुटबल खेलाडीलाई पनि खेलाउनु पर्यो, हाम्रो देशको खेलाडीहरूलाई पनि अपलिफ्ट गर्नु पर्यो, फुटबललाई विकास गर्नु पर्यो भन्ने चाहिँ हाम्रो कुरा हो, हाम्रो धारणा हो। हामी सच्चा फुटबल फ्यानले चाहेको त्यो हो क्या। र त्यही भएर नै हो यो फुटबलमा किन यस्तो भइरहेछ उस्तो भइरहेछ, किन पोलिटिक्स भइरहेछ, किन पैसा छैन, किन खेलाडीहरूलाई सुविधा छैन, किन फेसिलिटिज छैन भनेर त कुरा उठाइरहेका छौँ त। फेसिलिटिज हुनु पर्यो, नेपालको फुटबल खेलाडीहरूलाई फेसिलिटी हुनु पर्यो, जसले चाहिँ आफ्नो घर परिवार पनि हेर्न सकोस्, आफू यताउति गर्नलाई पैसा पनि पुगोस्, खान पनि पुगोस्, प्रपर डाइट मेन्टेन गर्न पनि सकुन् भनेर चाहिँ उठाएको आवाज हो यो, अरू कुनै पनि होइन है।